अहिले फेरि पानी लाउनु आएको, पानी रहेन रहेछ। बिउ राख्ने बेला भयो धानको। अब यता चाहिँ पानी बिउ राख्छु अनि पानी बिउ राख्नाले पानी लाउनु पर्छ। पानी नै छैन, सानो छ। पानी आएको हेर्नु न कत्रो आउँदैछ। यत्रो पानीले अनि केही गर्छ त? पानी काटेकै 2 घन्टा भइसक्यो। खोर्सिँदा पानी पनि छैन। अस्ति जोतेको हो, पानी अस्तिबाट लगाएको, यति भिज्दै रहेछ। ए छ्या छि जुत्ता फेरि खतरा छ है हाम्रो चाहिँ, यति भिज्दै रहेछ। त्यही भएर आज चाहिँ रसर लिएर पानी काट्दै हिँडेको। खोइ त पानी त जाने नामै गर्दैन। यो पानी जाँदैन रहेछ। बिउ राख्नु ढिलो भयो, पानी पनि आउँदैन।